ओहो हो केटाले आमा ढिँडो बनाउँदैछ आमा यसरी हो के को यो रागी रागी कोदो कहाँबाट आयो यो उबाट के अरे सिन्धुपाल्चोकको माथि उबाट आएको होइन अब ढिँडो बनाउने होइन आमा केटाले हे तेरो अघि नै भन्नुपर्छ नि यार म पनि खान्थेँ नि म त होटलमा भर्खर खाना खाएर आएको ओहो यस्तो एउटा यति बनाउनलाई दुईजनाले एउटाले समाउने होइन एउटाले तान्ने के अचम्म यो त्यस्तै हो डल्लो सबै पुऱ्याउने हो एक्सपिरियन्स हुनु पर्छ ए चाउमिन हुन्छ चाउमिन अब त्यो पहिला त्यो हेर्नको त्यो उसमा जङ्गलतिर ढिँडो बनाएको देखेको थियो अहिले त यहाँ अब आएर यार इन्टरनेसनल ढिँडो बनायो ठ्याक्क त्यो बाटोमा छाप्रामा यत्रो उसले के अरे ढिँडो बनाएको देखेको थियो होइन आज आफ्नै अगाडि आँट्ने यार ओ भाग्य पनि के हो मेरो त यार खाना पनि भयो कि आफ्नै पहिला चाहिँ बाटोतिर देखेको थियो युट्युबतिर देखेको थियो यो मान्छे झलक झुलुक ढिँडो बनाएको तर अझै प्रत्यक्ष मेरै अगाडि आएर ढिँडो बनाएर होइन खुवाउने भयो त्यो पनि लोकल मासुको साथ लोकल भालेको साथमा यसरी बनाएपछि ओहो खै त आएको चाहिँ बन्द गरेको सानो गरेको नि हो अलिक ठुलो गर्नु अनि होइन ठुलो गर्नु हुँदैन के हुँदैन डरेर अलिअलि अहिले छोप्रेमा हल्का यसरी भर्सेर बनाएको राम्रो हुन्छ क्या हेलो हेलो साथीहरू होइन यहाँ चाहिँ साथीहरू यसरी अब भाइहरू चाहिँ पुरा ढिँडो बनाउँदै रहेछ होइन अब यस्तो जङ्गलको छेउमा क्या यो जङ्गलको खोलाको छेउमा के रहर लाग्यो होला यिनीहरूलाई यस्तो ढिँडो बनाउने के गर्छ कहिले ढिँडो बनाउँछ कहिले के बनाउँछ कहिले जङ्गलतिर मौरी खोज्दै हिँड्छ यिनीहरूको लाइफ त साह्रै इन्जोय छ साह्रै इन्जोय छ यस्तो गरेर छोप्ने ए अझ फुटाउनु फुटाएपछि छोप्ने हो क्या ताजै फुटाउनु के पछि फेरि पछि गाह्रो हुन्छ नि त फुटाउनुलाई डल्लो छैन भइहाल्छ नि हल्का त होइन अहिले एकछिन उयो गरौँ न फेरि मजासँग भित्र त डल्लोमा पनि भित्र बस्छ क्या फेरि अब सिन्धुपाल्चोकबाट ल्याएको रे होइन यो ऊ चाहिँ के लोकल चिकन हो यो लोकल भाले लोकल हो नि रहेछ ल ढिँडोसँग मजा हुन्छ नि होइन यो कोदो प्योर कोदो हो यो प्योर त हो त प्योर त हो त नि